Hello everyone and welcome back to another vlog. So guys, आज चाहिँ हामी हैन राबङ्ला जाँदैछ घुम्नु हामी फ्यामिली हो. सो आज चाहिँ दिन पनि यस्तो भइरहेको छ वेदर दुमा भइरहेको छ केही छैन तर पनि म तपाईहरुलाई गएर देखाउनु चाहिँ बाटोमा ल तपाईहरुले हेर्दिनुस् मेरो भ्लगलाई. सो रेडी हुँदैछ कोही छ यो पनि जाने रे हो लागेको छ आमा हैन भाइ एकदम प्याकिङ खोइ हाम्रो झोला के हुँदैन यो चाहिँ हाम्रो झोला छ हो यो चाहिँ खाजा आज मिठो मिठो हेरौँ है तपाईँलाई कस्तो हुँदैछ आज अन्त भनेको अहिले हामी घुम्नु जाँदैछ राबङ्लाको हावा खान जाने अरे भरे जाडो चाहिँ जानु हुँदैन मलाई चाहिँ भन्नु नि फेरि कुकी आइज ओइ यहाँ हाम्रो जाँदैछ जाउँ 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 लु गाइस हामी चाहिँ जाँदैछ है कुकी आइज छिटो न हामी चाहिँ जाँदैछ गाइस हो तपाईँले हेरिदिनु होला कुकी हिँड्दैछ है माथि रोडमा पुगिरहेको छ आमाहरू चाहिँ छिटो न लु रलाग्दो आज पिकनिक हुँदैछ हाम्रो हो आउँदैछ हाम्रो यहाँ भाइहरू पछाडि हो हामी चाहिँ रोड पुग्न आँट्यो हो तपाईँलाई देखाउनु चाहिँ सामान कहाँ लाउने आसिङको गाडी चाहिँ यहाँ छ सामान लाउँदैछ पछाडि रेडी छ आमा भएर चाहिँ हामी चाहिँ यहाँ गाइस हाम्रो यहाँ गुरुजी हुनुहुन्छ सबै हुनुहुन्छ यस्तो चाहिँ गाइस गाडी पर्खिरहेको छ भाइ त गाइस हाम्रो गाडी हुँदैछ है Secrets untold, carrying tales only the forest holds. Their songs entwined with the trees that stand, knotted in time by nature's hand. Each echoing step on the forest floor opens a world through an ancient door. The silence alive, yet brimming with sound. यहाँ चाहिँ हामी टक्कै नाचिङ है यो चाहिँ हाम्रो गाउँ हो यहाँ तल जान्छ तल आउँदैछ अरू चाहिँ हाम्रो जोजो घर हो आगो लाग्यो हिँडेको भन्दैछ हेलो गरिदिनु नि यता आउनुहोस् यता गाडी अर्को गाडी आउँदैछ हाम्रो भर्खर आयो भन्नु न तल तल गयो अर्को गाडी लिनु एकछिन आमा नदेख्दा कस्तो खै हामी चाहिँ गाडी पर्खिरहेको छ हो आएकै छैन गाडी चाहिँ पछाएर गाडीमा के हामी जाने यहाँ तलबाट आउँछ हो गाडी आउँदैछ ल त जाने त भन्ने लै गए लै त गाइस हामी यहाँ मनिराम पुगेको छ हो यहाँ चाहिँ हुनुहुन्छ के छ आसिङ आज एकदम ठिकै छ के छ है हामी घुम्नु जाँदैछ जोना पछाडि मजा आउँदैछ साइलेन्ट छ त भन्दा कि माथि गाडीले एकदम मजा आउँछ अब है पछाडि छ बाबालाई चाहिँ अलिक चिसो भएर भयो बुढो अब रक्सी खानु थाल्नु भनेको मैले चाहिँ कि बुढोलाई खालि जाडो भयो भन्छ बिचमा बस्छ हो ज्याकेट लगाइरहेको छ तपाईँले हेर्दै नगर्नुहोस् है मेरो भिडियोलाई ल आउँदैछ दिदीहरू चाहिँ हो अलिक हामी चाहिँ तब सर्टकट आयो नि त उनीहरू चाहिँ पर मेन लाइनबाटै आयो हो हामी चाहिँ यहाँ गुल्मीसे पुग्यो हामी माथि गएर पर्खिनेछौँ हो अब चाहिँ यहाँदेखि 1 घन्टा लाग्छ र
रहेछ हो दामी नि आजको है त बुढो guys। खतरा यहाँ चाहिँ तल गाइस ऊ तल यो तल हस्पिटल नयाँ खोलेको हो यो आले गुम्बा हाम्रो यो हाम्रो भाइचुङ स्टेडियम त्यहाँ छ हो यो तलको हाम्रो अहिले नयाँ बनाएको हस्पिटल हो अनि ऊ पर चाहिँ माथि हाम्रो चारधाम देख्दैछ त्यहाँ हामी चाहिँ पर्खिरहेको छ यहाँ हो पछाडि छ एउटा गाडी चाहिँ यहाँबाट यता चाहिँ हो यो पछि हो जानुपर्ने चाहिँ हाम्रो यता राबङला आजको ल है त गाइस उनीहरू गइसकेको छ होइन अब हामी पनि लाग्ने हो उनीहरू अगाडि गइसक्यो हो हल्का रेस्ट बाहिर जानु हुने रे अब बरुलाई गोरुको किटिङ हाल्नु पर्ने छ ल है त गाइस हामी कहाँ सिङ कहाँ हो टक्कै हामी फर्किरहेछ पछाडि है त गाइस हामी अब यहाँ राबङला करिब करिब आइपुगेको छ होइन हामी जाँदैछ उता पछाडि छ हाम्रो सेकेन्ड गाडी चाहिँ हो बुढोलाई पनि बोल्नु आउनु नि टक्कै हेरेर हामी के गर्नु थाल्यो बुढोले बोलेको टक्कै हामी दामथाङ आइपुगेको छ त्यस्तो लाग्दैछ है तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछु है दामथाङ फाटा पनि चाहिँ राबङला हो पानी पो छिटाउँदैछ कि यहाँ त है अगाडि हेर्नु नि ग्लासमा टक्कै आइपुग्यो गाइस हामी गाइस हामी आइपुग्यो होइन बुद्धपाक अब हामी उनीहरूलाई पर्खिनु छ के अर्कै गाडी रोक्दैछ क्या बाबाले नहसाउनु के कलर लाउँदो रहेछ नि त अहिले त हो दिन्छ नि
फेरि यता हेर्नु त के अरे टाउको दुख्ने मान्छे अघि त दुख्दैन भन्दै थियो यहाँ हेर्नु त होइन ल होइन नि खिड्कीमा आयो नि बबी त उडेर है त गएछ अब हामी टिकआउट काउन्टरमा जानेछ हो त्यहाँदेखि भित्र जाने हो त्यहाँदेखि तपाईँहरूलाई भित्र गएर राबुङलाको आज नजारा देखाउँछु ल अघि काटिहालौँ त टिकट काट्नु जानेछ हामीले हो टक्कै ल है त गाइस राबुङला आइपुग्यो आएपछि होइन उता जाँदैछ हामी हो चिसो हो है अब त्यस्तै छ है चिसो दिनहरू अलिक उब्रेको भए चाहिँ राम्रो हुने हाम्रो राबुङमा चाहिँ त्यो पछि ल है त गाइस हाम्रो राबुङला पनि आइपुग्यो हो यहाँ फाउन्टेन छ हो यहाँ टक्कै आयो अब हामी चाहिँ टक्कै उकालो जाँदैछ हो है त गाइस हामी राबुङलामा छ हो फाइनली राबुङला Shadows play. The wind hums songs at the break of day. Whispering pines, secrets untold, carrying tales only the forest holds. गाइस यहाँ चाहिँ अब खाजा खानु थाल्दै जस्तो छ के हो सबैजना बसिरहेछ त ल है त गाइस हामीले खाना खाएर पनि सक्यो खाना खाजा भनौँ न अब चाहिँ हामी जाने है टाइटानिक पोइन्ट गएन हो र यहाँ हेलिप्याड आयो हो सानो टाइटानिक पोइन्ट यहाँ खतरा भयो है यहाँ सबै गाडी सिक्ने रहेछ हो खोइ के गर्ने अब हामी चाहिँ आफ्नै तालमा छ मस्त भनौँ न है गाइस ल है त गाइस हाम्रो मान्छेहरू यहाँ बसिरहेछ हो के खाँदैछौ ल है त गाइस अब होइन यहाँ दिदीले सिक्दैछ गाडी ल है त गाइस हामी फाइनली घर आइपुग्यो हो ल है त गाइस फाइनली हामी घर आइपुगेको छ होइन अब रुम आइपुग्यो र कस्तो लाग्यो माथि आजको टुर दामी पलस तलस यता टाउको दुख्यो भन्दैछ हो सबै त्यस्तै भएर चाहिँ अब फ्रेसेस भएर अब नामसाम खाएर सुत्नुपर्छ भोलि फेरि लागिहाल्नुपर्छ हो र फेरि पनि म अर्को भिडियोमा तपाईँहरूलाई देखाउने छु होइन मजाको सिनहरू अब कहाँ के कसो हुन्छ होइन सो अहिलेको लागि चाहिँ यति नै बाई बाई गाइस